हेलो हेलो फेरि पनि नमस्कार मेरो फेसबुक साथीहरूलाई। अनि अझै म फर्सीको मन्टा टिप्दैछु है। हेर्नु साथीहरू, आफ्नो अर्ग्यानिक आफ्नै बारीमा फलेको अनि फर्सीको मन्टा टिप्दैछु म चाहिँ। आज चाहिँ म घर जान लाग्छु अनि त्यही भएर घर लग्नुको लागि माइतमा छु नि त अहिले। अनि माइतमा त्यही अनि फर्सीको मन्टा देखेर मलाई पनि टिप्न मन लाग्यो अनि त्यही भएर लगेर घर लगेपछि अब खाना हुन्छ भनेर चाहिँ टिपेर लग्न लाग्छु। अनि यो चाहिँ यो फर्सी चाहिँ आफै अम्रेको दाना कहाँबाट आएछ अनि त्यति बेला आफै अम्रेर अनि मलमा भएर धेरै मौलेको छ अनि त्यो धेरै राम्रो छ। त्यही भएर धेरै ठुलो झाल भएको कारणले गर्दा साप सपेराहरू आउँछन् भनेर चाहिँ यसलाई टिपेर अनि यसलाई फाल्ने भन्ने कुरा छ। त्यही भएर चाहिँ साप सपेराहरू डर लागेर अनि यति राम्रो छ। म टिप्दै रमाउँदै टिप्दै गएर त्यहाँ टिपेको पनि थाहै भएन क्या धेरै। अनि त्यही भएर चाहिँ हेर्नु साथीहरू, हजुरहरूलाई कसलाई फर्सीका मन्टाको तरकारी मनपर्छ अनि कमेन्टमा लेख्न नभुल्नु होला है त। हेर्नु साथीहरू, लास्टसम्म हेरिदिनु होला मेरो भिडियोलाई। फाइनल साथीहरू, मैले चाहिँ फर्सीबाट धेरै टिपिसकेँ हेर्नुहोस्। अनि अब चाहिँ मैले माइतको तयार लाग्छ नि त जे पनि, अनि मैले अनार थियो अनार पनि टिपेर लगेँ दुई चारवटा।